यो मङ्सिर महिनामा पुस महिनामा तपाईले घाँसको कमी हुन नदिनको लागि बाख्रा फारममा तपाईले के गर्नुपर्ने हुन्छ आउनुस् यो कुरालाई तपाई मनन गर्नुहोला यो भिडियो हेरेर। नमस्कार किसान साथीहरु, फेरि पनि नेपाल गोठ फार्ममा तपाईलाई धेरै स्वागत छ। आजको यस भिडियोमा यो मङ्सिर र पुस महिनामा जुन घाँसको कमी हुन्छ त्यसमा तपाईले जुन खेप्नु पर्ने जुन समस्याहरू छ बाख्रा पालनमा तपाई कसरी यो बाख्रा पालन गर्दाखेरि यो घाँसको परिपूर्ति गर्न सक्नुहुन्छ। त्यसको लागि के गर्नु होला कि जुन रुख बिरुवा हुन्छ नि तपाईको घरको वरिपरि अथवा खेतहरुमा त्यसको डाले घाँसहरु त्योहरु प्रशस्त मात्रामा राख्नु होला र यो नै मङ्सिर पुस महिनामा यो जई भयो, मक्खन घाँस भयो, यो नेपियर जस्तो भयो आदि इत्यादि घाँसहरुले तपाईको बाख्रा पाल्नमा धेरै सहयोग गर्छ। त्यसैले समयमै जई घाँसहरु, बर्सिम, मक्खन घाँस यो जुन घाँसहरु छ एकदमै तपाईहरुलाई एकदमै सहयोग गर्छ र बाख्राको घाँसको कमी हुन दिँदैन यो महिनामा। र हेर्दै हुनुहुन्छ मैले जति पनि रुखहरु लगाएको छु त्यसैबाट म घाँसको परिपूर्ति गर्ने गर्छु। बर्सिम काट्न मैले सुरु गरिसके। मङ्सिरको फर्स्ट हप्तामा लगाएको घाँस अहिले काट्न सुरु गरिसकेको छु। कम्ती 1 महिनापछि यो काट्न मिल्छ। त्यसैले तपाईहरुले पनि बाख्रा पालनमा घाँसहरु चाहिँ समयमै लगाउनु पर्ने हुन्छ र यो घाँसहरु यो महिनामा कमी हुनुको धेरैवटा कारण होला। खास गरेर कि यो बढी जाडो भएर घाँसहरु पनि सप्रने हुँदैन र अर्को कुरा चाहिँ घाँसको वृद्धि विकास पनि यो महिनामा एकदमै रुकेको हुन्छ र समयमै तपाईले सिँचाइ र मलखाद प्रयोग गर्नुभयो भने चाहिँ घाँसलाई उत्पादन गर्न सक्नुहुन्छ। गर्नु भएन भने के हुन्छ कि तपाईको बाख्राको लागि घाँस चाहिँ को अभाव हुन्छ। त्यसैले खास गरेर किसान साथीहरु के गर्नु होला कि नेपियर जुन छ नि घाँस जुन उखु जस्तै टाइपको हुन्छ के हुन्छ कि तपाईले जुन खेतमा घाँस रोप्नु भएको छ, घाँसको लागि छुट्याउनु भएको छ त्यसको 25% तपाईले छुट्याउनै पर्ने हुन्छ र तपाईले 25% डाले घाँसको व्यवस्था गर्नुपर्ने नै हुन्छ। अनि तपाई बाख्रा पाल्न सक्सेस चाहिँ हुन सकिन्छ। तर अब डाले घाँसहरु लगाउनु भएन, नेपियर लगाउनु भएन भने तपाईको मौसम अनुसारको तपाईको घाँस लगाउनै पर्ने हुन्छ समयमै। अनि तपाई यो बाख्रा पालनमा घाँसको कमीलाई परिपूर्ति गर्न सक्नुहुन्छ। हस्त भिडियो लामो भयो। जय नेपाल, जय नेपाल, जय।